नमस्ते साथीहरू। जसरी 20औं शताब्दीमा पेट्रो डलर प्रणालीले अमेरिकाको एउटा अदृश्य साम्राज्य कायम गर्यो र डलरलाई विश्वको साझा मुद्रा बनायो, त्यसैगरी 21औं शताब्दीमा विश्वको जग एउटा नयाँ कुराले हल्लाउन थालेको छ। पहिले विश्वको शक्ति तेलको वरिपरि घुम्थ्यो, तर सन् 2026 सम्म आइपुग्दा यो समीकरण बदलिएको छ। अब यो लडाईँ तेलका लागि मात्र नभएर रियर अर्थ मिनरल्सको लागि पनि हुन थालेको छ। धेरैलाई लाग्न सक्छ यी रियर अर्थ मिनरल्स केवल प्राविधिक वस्तुहरू मात्र हुन्, तर वास्तवमा यिनीहरू आधुनिक विकास र सभ्यताका मेरुदण्ड हुन्, जस बिना तपाईँको हातको स्मार्टफोन र अहिले मध्यपूर्वमा अमेरिकाले प्रयोग गरिरहेको F-35 जस्ता अत्याधुनिक जेट विमानहरू समेत कवाडी मात्र हुन्। आजको भिडियोमा हामी चर्चा गर्नेछौँ कि कसरी 21औं शताब्दीको यो नयाँ तेलले विश्वलाई नयाँ शीत युद्धतिर धकेलिरहेको छ। यो खेल बुझ्न हामीले रियर अर्थ मिनरल्स भनेको के हो बुझ्न जरुरी छ। यी पेरियोडिक टेबलका 17वटा यस्ता इलिमेन्ट्स अथवा तत्त्वहरू हुन् जसमा नियोडाइमियम र डिस्पर्सियम जस्ता नामहरू पर्दछन्। नाम रियर अर्थात् दुर्लभ भए तापनि वैज्ञानिक हिसाबले यी पृथ्वीमा प्रशस्त पाइन्छन् र यिनीहरूको वास्तविक चुनौती भनेको उत्खनन र प्रशोधनमा छ। नेचर रिभ्यू जस्ता उच्च प्रभाव भएका शोधपत्रहरूका अनुसार यी तत्त्वहरू माटोमा यति सूक्ष्म र छरिएर रहेका हुन्छन् कि यिनीहरूलाई शुद्ध रूपमा छुट्याउन अत्यन्तै विषाक्त र महँगो रासायनिक प्रक्रिया अपनाउनुपर्छ। तर यी खनिजहरू आधुनिक प्रविधिका लागि किन अनिवार्य छन् भने यिनीहरू बिना विन्ड टर्बाइन र अहिले सडकमा देखिने इभीको मोटर बनाउन असम्भव छ। साथै आधुनिक सैन्य बलका लागि आवश्यक पर्ने मिसाइल गाइडेन्स सिस्टम, राडार र ठुला डेटा सेन्टरमा प्रयोग हुने सुपर कम्प्युटर चिप्सहरूमा पनि यी तत्त्वहरू अनिवार्य छन्। त्यसैले विद्वानहरूले यसलाई 21औं शताब्दीको सबैभन्दा ठुलो रणनैतिक स्रोत मानेका छन्। सन् 1970 को दशकमा जसरी साउदी र खाडी मुलुकहरूले तेलमा आफ्नो पकड जमाएका थिए, त्यसैगरी अहिले रियर अर्थ मिनरल्समा चीनले आफ्नो पकड जमाएको छ। सन् 1992 मै चिनिया नेता देङ सियाओपिङले भनेका थिए, मध्यपूर्वसँग तेल छ, हामीसँग रियर अर्थ छ। बाँकी विश्वलाई मुख्य चिन्ताको विषय चाहिँ यो हो कि विश्वको झन्डै 90% रियर अर्थ म्याग्नेट र 60 देखि 80% प्रशोधन क्षमता एक्लै चीनसँग छ। यो कुनै संयोग मात्र होइन, बरु चीनले दशकौंदेखि आफ्नो वातावरणको प्रवाह नगरी यस क्षेत्रमा गरेको लगानीको फल हो। तथ्याङ्कलाई हेर्ने हो भने चीनसँग 44 मिलियन मेट्रिक टनको विशाल भण्डार छ। भियतनामसँग 22 मिलियन र ब्राजिलसँग 21 मिलियन टन भण्डार भए पनि उनीहरूसँग प्रशोधन गर्ने क्षमता भने छैन। रसिया र भारतसँग क्रमशः 10 मिलियन र झन्डै 7 मिलियन टन भण्डार छ, तर बजारमा चीनकै एकाधिकार कायम छ। सन् 2025 र 26 को सुरुवाती महिनाहरूमा चीनले एन्टिमोनी र टङ्स्टेन जस्ता खनिजहरूको निर्यातमा कडाई गरेपछि विश्वको रक्षा उद्योगमा ठुलो हलचल मचिएको छ। चीनले यी खनिजहरूलाई केवल व्यापारिक वस्तु मात्र होइन, भू राजनैतिक हतियार अथवा जियो पोलिटिकल वेपनको रूपमा पनि प्रयोग गरिरहेको देखिन्छ। यी खनिजका कारणले सिर्जित तनाव अब केवल व्यापारिक बहस मात्र होइन, विश्व भू राजनैतिक द्वन्द्वको कारण पनि बन्दैछ। सन् 2010 मा जापान र चीन बीच जलक्षेत्र विवाद हुँदा चीनले पहिलो पटक निर्यात रोकेर जापानको प्रविधि क्षेत्रलाई घुँडा टेकाउन खोजेको थियो। अहिले सन् 2026 मा आइपुग्दा यो लडाईँ आर्कटिक र ग्रिनल्यान्ड क्षेत्रसम्म पुगेको छ। क्याम्ब्रिज युनिभर्सिटीको जर्नल पोलार रेकर्डको 2026 को एउटा लेख अनुसार हिउँ पग्लिएसँगै ग्रिनल्यान्डमा भेटिएका विशाल खनिज भण्डारमा कब्जा जमाउन अमेरिका र चीन बीच नयाँ प्रतिस्पर्धा सुरु भएको छ। पछिल्ला केही महिनाहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक पटक ग्रिनल्यान्ड कब्जा गर्ने धम्की दिनुको मुख्य कारण यही नै हो। Countries have to have ownership, and you defend ownership, you don't defend leases. And we'll have to defend Greenland. If we don't do it, China or Russia will. अमेरिकाले आफ्नो F-35 प्रोग्राम र मिसाइल डिफेन्स सिस्टमका लागि चीनमाथि निर्भर हुनुपर्ने बाध्यतालाई राष्ट्रिय सुरक्षाको ठुलो खतरा मानेको छ। यही कारणले गर्दा अब खनिजको स्रोत भएका साना देशहरूलाई पनि यी दुई महाशक्तिहरूले आफ्नो किताबमा तान्न खोजिरहेका छन्। यो खतरालाई बुझेर सन् 2026 को मार्चमा
G7 देशहरूले वाशिङटनमा एउटा आपतकालीन बैठक बसे। उनीहरूले उक्त बैठकमा खनिजहरूको प्राइस फ्लोर अर्थात् न्यूनतम मूल्य तोक्ने विषयमा छलफल गरे। चीनले बजारमा सस्तो मूल्यमा खनिज पठाएर अरू देशका खानीहरूलाई घाटामा पारी बन्द गराउने रणनीति अपनाएको कारण यस विषयमा छलफल गर्नु परेको हो। अब पश्चिमा देशहरूले पनि आफ्नै खानी सञ्चालन गर्न सरकारी अनुदान दिने निर्णय गरेका छन्। अर्कोतिर भारतले आफ्नो भूमिमा ठुलो परिमाणमा खनिजको भण्डार पहिचान गरेपछि विश्व बजारमा नयाँ विकल्पको खोजी सुरु भएको छ। तर चुनौती अझै बाँकी छ। खानी हुनु मात्र पर्याप्त छैन, चीनसँग भएको जस्तो अत्याधुनिक प्रशोधन प्रविधि विकास गर्न अझै समय लाग्नेछ। यदि चीनले आज आपूर्ति ठप्प पारिदियो भने विश्वको प्रविधि दशकौं पछाडि धकेलिन सक्छ। इतिहासले हामीलाई सिकाएको छ कि जसको हातमा ऊर्जाको साँचो हुन्छ उसकै हातमा शक्ति हुन्छ। 20औं शताब्दीमा जसले तेल र डलरको नियन्त्रण गर्यो उसैले नै विश्वमा शासन गर्यो। तर आजको डिजिटल र हरित युगमा रियर अर्थ मिनरल्सको नियन्त्रणका कारणले शक्ति समीकरण बेजिङतर्फ ढल्किएको देखिन्छ। के अमेरिका र बाँकी विश्वले चीनको यो एकाधिकार तोड्न सक्लान् वा सधैँ हामी बेजिङको सप्लाई चेनमा निर्भर रहनु पर्नेछ? यो लडाइँले नै तय गर्नेछ कि 21औं शताब्दीको वास्तविक महाशक्ति को हुनेछ। यस विषयमा तपाईलाई मनमा लागेको कुरा कमेन्टमा लेख्नुहोस्। धन्यवाद।